everyone, I am Pratiksha Devkota. I am 4th year medical student and this is the day of my life where I have done everything but to study. आज चाहिँ म अलि चाँडै उठेर कलेजको लागि रेडी भएँ। त्यसपछि चाहिँ साथीहरूलाई कुर्दै बाल्कनीमा बसिरहेँ। अनि मैले चाहिँ बाल्कनीबाट सेकेन्ड इयरको बहिनीहरू चाहिँ एक्जामको लागि हतार हतार हिँडिरहेको देखेँ। मलाई पनि मेरो सेकेन्ड इयरको डेजहरू याद आयो। अहिले चाहिँ साथीहरू आएपछि कलेजको लागि ढिलो भइसकेको थियो, त्यसैले हामी चाहिँ कलेजतिर लाग्यौँ। ढिलो भए पनि हामी चाहिँ पुरा डन जसरी क्लासतिर हिँडिरहेको छौँ। आज चाहिँ एचएसएमको प्रेजेन्टेसन चलिरहेको छ। म पनि सब बुझेको जसरी गरेर सुनिरहेको छु, तर मलाई लास्टै झ्याउ लगाइसकेको छ। कलेज सकिएपछि चाहिँ हामी फेरि होस्टेलतिर लाग्यौँ। फुल यता टक्सिसिटी यता सो टक्सिकोलोजी भयो। गाइज म चाहिँ आज खाजा खान जान लागेको बाहिरतिर। धेरै टाढा त होइन, तर स्वयम्भू एरियामा गएर मैले किमा नुडल्स खाएँ। अब यतासम्म आइसकेपछि स्तुपासम्म पनि जान पर्यो भनेर स्तुपासम्म गएर त्यहाँ फोटो भिडियोहरू खिचेँ। स्वयम्भू घुमिसकेपछि चाहिँ म होस्टेल फर्केँ र मेसमा खाना खाएँ। त्यसपछि चाहिँ हामी राउन्ड हान्न थाल्यौँ। खाना खाएपछि राउन्ड हान्ने चाहिँ एनएचएसको ट्रेन जस्तै नै हो। त्यसपछि चाहिँ हामी एनएचएसको यो ब्याच वाइज फोटोहरू भएको ठाउँमा गएर आफूलाई खोज्दै मक्ख पऱ्यौँ। अनि हामी चाहिँ बायोमेट्रिक गरेर सबैजना आफ्नो रुममा गयौँ। म चाहिँ रुमको हुँदै नभएको एस्थेटिकहरू देखाउन खोज्दैछु। यो चाहिँ मेरो रुम हो। त्यसपछि चाहिँ मैले मिरर सेल्फी र कलेजको एउटा भ्यू खिचेँ र भोलि मेरो प्रेजेन्टेसन भएको भएर मैले एकैछिन तयारी गरेँ र स्किन केयर गरेर म चाहिँ अब सुत्न लागेको। बाई बाई।